गाइज, वेलकम टु माई न्यू भिडियो। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज चाहिँ मैले यो 2-3 वर्ष अगाडिको भिडियो चाहिँ मैले आज राख्दैछु। भिडियो बनाउँदैछु घरदेखि भैरवस्थान मन्दिर हुँदै पाल्पाको पर्यटक स्थलहरू घुम्यौँ। अनि यहाँ हेर्न सक्नुहुन्छ, हेर्नु कति भिडभाड छ। भैरवस्थान मन्दिर रमाइलो छ, सबैजना जानु होला भैरवस्थान मन्दिर। अनि यहाँ गइसकेपछि हामीले पूजाहरू गऱ्यौँ। अनि यहाँ ठुलो त्रिशूल पनि छ, मानिस यहाँ भैरव बाबाको पूजा गरिन्छ। अनि भैरव बाबाको पूजा गरेपछि यहाँ दिदी पनि हुनुहुन्थ्यो, त्यतिखेर फुपू दिदी पनि हुनुहुन्थ्यो। फुपू दिदीसँग घुम्न गएको थियौँ हामी, पाल्पा टु बुटोल गएको थियौँ। अनि जाँदैस बाटोमा यसो घुमौँ न, मन्दिरहरू दर्शन गरौँ भनेर अनि हामी दर्शन गर्दै निस्केको थियौँ। तिहार पछि नै हो यो, कार्तिककै भिडियो होला सायद, 2-3 वर्ष अगाडिको। अनि हामी त्यहाँ भैरवस्थान दर्शन गरेर फोटोसोटो भिडियो खिचेर अनि त्यहाँबाट हामी निस्किन्छौँ। अनि हामी त्यहाँ रानीमहल आइपुग्छौँ। रानीमहलमा आएर यहाँ भिडियो खिच्दैछु मैले रानीमहलको। हेर्नु, रानीमहल यस्तो छ, पाल्पा रानीमहल। दिदीहरू, बहिनी, भाइ माथिबाट हेरिरहन्। अनि टक्क मैले स्न्यापबाट पनि भिडियो गराएको रहेछु। अनि यहाँ खिच्यौँ, भिडियोहरू खिच्ने, फोटोहरू खिच्यौँ, रमाइलो थियो। यस्तो थियो, हेर्न सक्नुहुन्छ। के अरे रानीमहल हो यो। रानीमहल चाहिँ यस्तो, दाइ र म चाहिँ यता छौँ, हेरिरहेछौँ। है दाइ किन रिसाइराख्नु भएको नि, किन छ थाहा भएन है, मैले भुलेँ। 2-3 वर्ष अगाडिको भिडियो हो, त्यहाँ रिसाएको जस्तो देखेँ मैले फोटोमा। अनि हामीले यहाँ यसो जसले यसो अलिअलि स्नान गरेको चाहिँ त्यो स्नान गऱ्यौँ। अनि त्यहाँ बोटिङहरू पनि थियो, गरिरहेको थियो सबैजनाले। अनि त्यहाँ हेर्नु कति सफा पानी छ, कस्तो राम्रो, मौसम पनि कस्तो राम्रो रहेछ। त्यति बेला रमाइलो भयो, त्यतिखेरको सम्झना रमाइलो थियो। जे होस्, रमाइलो भयो, हामीलाई पनि रमाइलो भयो। अनि त्यसपछि हामी चाहिँ हजुरहरूलाई स्पेसल के भन्छ अरे यो पाल्पा दरबारभित्रको पुरानो कुराहरू छ, यहाँ देख्न पाउनुहुन्छ। पुरानो कुराहरू हेर्नुहोस् त, कस्तो यस्तो चुलोमा पकाउँथे पहिला, यस्तो राम्रो हुन्थ्यो, लिपेर यस्तो गराउँथे भन्ने। अनि यहाँ पुरानो सामानहरू छ, मै पारेको। हेर्नुहोस् त, मैहरू अर्की हेरिछिन् त्यहाँ बसेर फोटो खिच्दैछु, भिडियो खिच्दैछु। अनि यो चाहिँ एकदम रमाइलो भिडियो चाहिँ। यहाँ चाहिँ बिहेको लागि जग्गे बस्छन् नि, अनि त्यसको लागि चाहिँ यहाँ जग्गे बस्ने बनाएर पुरै जग्गेको हुनै रहेछ कि, बाजा बजाएर छोड्दै रहेछन्। रमाइलो भयो। त्यतिखेर कोही पुरानो गहनाहरू पनि छ, हेर्न सक्नुहुन्छ। थ्याङ्क यू सो मच वाचिङ माई भिडियो। बाई बाई गाइज, अहिलेलाई यति नै भेटेँ, यति नै राखेँ ल। ओके, बाई बाई पाल्पा।